नमस्कार सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानल मेरो ब्लगमा तपाईलाई स्वागत छ। अहिले चाहिँ म कहाँ जाँदैछु भने बाख्राको बोका ल्याउन जाँदैछु। ल म चाहिँ हेर्दैछु चाहिँ दुरी बोका गएको होइन। आज चाहिँ बोका लिएर मेरो माउहरूसँग मिसाउनु पर्ने छैन। अनि बोका चाहिँ मेरो माथि भाइको घरमा छ होइन, यहाँबाट लिएर आउँदैछु। हेर्नुहोस् ल, अहिले म बाटोमा छु, निकै माथि होइन, हिँडेर जाने अहिले पुग्नु आँटेको छु। लु अहिले चाहिँ म यो बाख्रालाई लिएर जाँदैछु। यहाँ दिदीले खोलिदिएर लगेर गएको यसलाई बोकालाई होइन, लिएर गएकै। नकरा आइजा 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 जा बस। काम त पुरा गरिरहेको छ नि त। त्यो उयो लाको उयो ल्याइदिएन, उहिले त उयो लाको उयो छ होला है, त्यो उयो ठिक छ होला है। उयो कब्लिङ त्यहाँ यहाँ त त्यो त टाइट त लाग्छ नि हौ। चुन चाहिँ मुनि यसो निकाल्नु म त चुन्दैछ नि, म त छ जस्तो लाग्यो मलाई। आनु यस्तै निकाल्नु ऊ भुइँमा चुइरहेको त म छ नि होइन होइन न म छ नि हौ। हल्का उयो त्यो दुध उयोले लिएर ट्राई गरौँ न यसो। उताबाट कम्ती देख्छ त्यही भनेको नि। बच्चा त होइन नि गेम, त्यो के हो? बच्चा छ नि बेसी। निकाल्ने के गर्ने? निकाल्नु मलाई के गर्नु दिँदो राखेर अन्त अब त निकालिबस्छ, हेरिबस्नु सक्यो नि त। कम्ती भए पनि बेसी निकाल्दै भनौँ। यहाँ चाहिँ अहिले मौरी काट्दैछ कि। अब मलाई त चिल्यो भने फेरि सुनिहाल्छु होइन, म त्यहाँ जानु सकेको छैन। दुईजनालाई चाहिँ सुनिँदैन रहेछ हौ, काट्दैछ। तर यसपालि म अलिक कम्ती छु, खाइसकेको रहेछ। अस्ति काट्दाखेरि त राम्रो आएको थियो कि, राम्रो आएको थियो। यसपालि छैन रहेछ, म खाइसकेको रहेछ। एक चाका छोडिदिनु, निकालिदिनु। ए बसे बस्छ, नबसे बस्दैन। त्यो पहेँलो छ नि तिनवटा, त्यति निकालिदिनुहोस् कि उता कुनाको चाहिँ छोडिदिनुहोस्। अलिक ढिलो भएछ नि हेर्नु है, अस्ति हेर्नु भन्दैछ नि।
पमिला पुरा लाग्दो रहेछ है पमिला पुरा पसेछ यतै उनीहरुको मौरी सेक्नु तपाईको छैन अरे कता 2 डुड छ कि 3 डुड छ दुर्गाले काटेछ नि यो चाहिँ हिजो पाएको मसरुम है कालिङ्गे च्याउ अनि यो चाहिँ अहिले अब पकाउन आँटेको छु मैले होइन पकाउनु लागि रेडी गरिसकेको छु हिजो यसको चाहिँ हिजो आधी खायो अनि आज आधी किनभने थुप्रो थियो नि त अब हामी 3 जना मात्रै खाने अरूले खाँदैन यो च्याउ चाहिँ त्यसले गर्दा चाहिँ अब आज पकाएँ आधी हिजो खाएर आज चाहिँ आधी पकाउँदैछौँ है यो चाहिँ विशेष गरेर बुढियाले मन पराउँछ होइन अन्त उसको लागि ऊ ड्युटी गएको छ होइन अब आउँदा चाहिँ पाकिसक्छ हेर्दै गर्नु होला अब यो च्याउ त हिजै खाएको हामीले होइन र पनि अहिले यति त हाल्दैन त्यत्रो यत्रो त ठुलै भयो नि त च्याउ ल अहिले चाहिँ हामी सोरेङ हस्पिटलमा आएको छौँ यो केटा अस्तिको दिनदेखि यता हेर भाइ सबैलाई खाम्रे गरिदिनु अस्ति बिमार भएर एडमिट भएर लिएर आएको थिएन आज चाहिँ छुट्टी दिइरहेको छु उसलाई ल भाइ यहाँ हेरिदिनु त सबैलाई नमस्ते गरिदिनु त यस्तो छ बत्तीको लु त लु छिटो हेर यहाँ यो नमस्ते गरिदिनु नि ठिक भयो अहिले ठिक भयो ए ठिक हुने मान्छे चाहिँ खेल्छ क्या अन्त ठिक हुने मान्छे नमस्ते गरिदिएको 2 हालले गरिदिनु 2 हालले सबैजना लु त 2 हालले गरिदिनु त्यसो लु बाथरुम गयो हिमा लु त छिटो लु गुड बाई लु छिटो ठिक भयो ज्वरो आएको छैन अहिले टाउको दुखेको छैन उता तान्नु उता तान्नु दैलो उताले जाने उताले नालीमा यस्तो तल फर्केको नालीमा अनि बलियो भएछ त्यो त के खाइछ भाइ के खायो कि सिङ्गडा ओइ हेर्न यो रिसेर गएको होइन आमासँग रिसेर गएको आइज भाइ यहाँ जो हिँड्नु मोमो खानु आइज मिठा खान्छु आइज न माइला पनि लैजाउँ आइज त आइज ओइ हिँड्न मोमो खानु यहाँ के खाने बतिमसँग हिँड्न आइज हिँड्न बतिमसँग मोमो खान्छु नि अन्त हिँड्न मोमो खान्छु नि हिँड्न के खाने भन्न के खाने भन्न के खाने भन्न आइज न माइला पनि बोला त दिदीलाई पनि बोला त दिदी भन्न डोजर कहाँ छ खोइ कहाँ छ खोइ कुन चाहिँ हो डोजर खोइ कति हो यो डोजरको दाम कति हो उयो डोजरको दाम मुनिपट्टि हो डोजर त्यो के हो यो हेर्नु त कति रहेछ हेर्नु नि कति छ दाम ल बोक बिमारीलाई हेर है आँखा घोच्छ यसले फेरि बिमार चाहिँ को उही आज हस्पिटल यो लाग्ने भाइ चाहिँ त्यही आँखा ब्यान्ड गरिदियो त्यसलाई आँखा घोच्छ लाने कि ब्यान्ड गरिदिएर मैले त्यसलाई आँखा घोच्छ हौ के भएर बिमारी चाहिँ यहाँ आएर गाडी पाएर ड्राइभर भएछ सोरेङ आएर त हस्पिटलमा आएर ड्राइभर भएछ त जेसिबीको ड्राइभर तपाईँ जेसिबी ड्राइभर भयो कस्तो लाग्यो दामी लाग्यो कसले किनिदिएको भनिदिनु त को तपाईँ भन्नु नि कसले रे मन पर्यो कसले किनिदिएको रे त्यो गाडी को तपाईँ भन्नु नि अब
अन्त के बत्तीलाई के भन्नुपर्छ ए यता राम्रो हेरेर भन्नु नि थ्याङ्क यू बत्ती भनिदिनु नि ल राम्रो खेलाउनु गाडी गर्नु ल ढाइँ खेलाउनु के बोकेको झोलामा चाहिँ खै बत्तीलाई के भन्नुपर्छ बाई के हो यो मेरो हो चिलम दादाले लगिदिएको हो तपाईँ अरू छ सामान केही भाइ सामान केही छ होस् त्यो ल बाई बाई